होइन यहाँ कताबाट ल्याउनु भा यहाँ चाहिँ अहिले होला 33-34वटा जम्मा 50वटा छ कि आऊ 40वटा छ अहिले 10वटा चाहिँ घरै राख्ने भुरा र ठुलो छ। अब यो फेरि बच्चाहरू फेरि ब्याउँछन् फेरि बढ्छन् त्यस्तै दसैँलाई अस्ति पोहोर मलाई दसैँलाई मासु दिएन यहाँ तपाईँले किन नदिने कहाँ दियो त पोहोर किन नदिने पोहोर आएर पो यसपालि हो नि नदिए हो र त गाउँ म अघिल्लो दिनै घर जानु पर्ने अनि हजुरलाई भनेको त्यो दिन ऊ नभए गाउँ जाने नभने होइन मैले अघिल्लो दिन आउनु भने कहाँ भन्ने भने होइन र मैले मलाई चाहिँ भन्नु भएन उतापट्टि साउरीले भनेर साउरीले ल्याइसकेको थिएँ मैले छैन तपाईँ हामी त तपाईँ रिसाइन केही भयो नि होइन मलाई मतलब भएन त्यो कुरो त मिलिहाल्यो नि भयो नि भनेको सब मान्छे त कता गाउँतिर पो यार अहिले दसैँमा मेरो यस्तै 7 लाखको हाराहारी खसी बेच्ने योजना छ। यसपालि कति लाखको बेच्यो र यसपालि अलिक कम भयो पछिल्लो साउन बर्खा भएर पछि धेरै छिप्पेन नि त्यही 4-5 लाखको के भयो 4-5 लाखको चाहिँ व्यापार भयो क्यास आयो यसैबाट 7 लाख त अब दसैँमा गइहाल्छ नि मैले योजनै त्यस्तो छ नि ल सुसारोमा पनि पालाम बुझ्नु हो अब गाईले हेर्नु गाई फेरि अहिले गाई 50 लिटर ठ्याम दुध छ कति रे 50 लिटर पानी हालेर त होइन भने गएर हेर्नु न कति भन्नु छैन यार व्यापारीहरू खालि गफै अर्कोको दुध नि खानु गफै जोर ठाउँमा हेर्नु अरे कतिवटा दिन्छ दुध गाईले अहिले चाडा लैन फेरि अर्को महिना ब्याउने छ अर्को अनि फेरि पछि छन् 5वटा ब्याउने 5वटा ब्याउने डबल एउटा ब्याउँछ फेरि वैशाखको अन्तिम फेरि 5वटा ब्याउँछ 5वटा राख्ने ठाउँ छ भने बनाइहाल्छु एक वर्ष कटेको एउटा पनि छैन ए अब 14-15 धार्मिक भइसक्यो अहिले के खाउनु छ तपाईँ त्यो दिने गाउँमा आए केही खाउँदिनँ गाउँ खाने नेचुरल गाउँ आए कहिले तेल खाउँछु दुधको औषधि खाउँछु त्यही हो तपाईँ कुन पल्टनबाट निस्कियो अरे जाउँछ होइन कुन पल्टनबाट निस्कियो अरे तपाईँ भन्नुमा कुन पल्टनबाट निस्कियो भन्नु निवेश होला नेपाली सेनाबाट चाहिँ नि कारबी निवेशबाट चाहिँ पेन्सन निस्किएको जमाको ठाकुर अर्याल बुढालिङ काठमाडौँ बुढालिङमा चाहिँ यस्तो किसिमको कार्यक्रम गरेर अब एउटा दसैँमा 7 लाखको आम्दानी भयो भन्दै हुनुहुन्छ यस्तो छ गरेर केही हुँदैन र अब हामी चाहिँ अलिकति पछाडि पऱ्यौँ कि जम्साको अगाडि भन्ने लागिरहेको छ मलाई हेर्नु त यो बाख्रा राम 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 यस्तो छ यो जम्सापी लौरो लिएर ट्याक्क उही पल्टनमा सिवाय खटालाई खटा आएको ए कुखुरा पनि छन् टन्नै कुखुरा कति किलो भए 3.5 किलोसम्म कतिवटा छन् कुखुरा कहाँ लर बेच्नुहुन्छ भने मेरो त होइन मेरो अर्ग्यानिक हो अनि सबै त्यहीँ आउँछन् बढ्नै भ्याउँदैन होइन आउँछ सबै अर्ग्यानिक तरकारी हेर्नु कति जान्छ तरकारी सबै अर्ग्यानिक पल्टनमा सिपाहीले लौरो लिएर खेदाएको थियो तपाईँ हेर्नै पर्दैन यहाँ अलिकति म आइजाम भनेदेखि सबै गइहाल्छ पैसा निस्कियो निस्केर पनि उयो पार त मलाई त भर्खर जाहिर खाने हिँड्न गएको जस्तो लाग्छ अहिले केही छैन समस्या हेर्न अर्ग्यानिक मात्रै खान्छु अरू केही खान्न रमाइलो छ क्या यो हो क्या गर्ने भनेको यो हो अब मैले हामीले चाहिँ गर्न सकेन सुसारले के पाल्नु भए मैले त केही नि पनि बुढी त पाल्न सकेको छैन कहाँ नसक्ने त्यस्तो भन्नु त्यस्तो भन्नु जस व्यवसाय छैन उमेर पनि त गयो नि त्यो भएर हो उमेर त भयो नि 71 अनि 71 भइसक्यो अनि जम्साको तुलनामा अनि तपाईँ त अब
धेरै बुढो भइसक्यो होइन हामी नि बुढो त भइयो नि 50 भइहाल्यो 50 के बुढो हुन्छ यार 50 त भइयो अब तै पनि मलाई अब चारि खाना भर्ना हुन्छ गएकै जस्तै छ केही जस्तो लाग्दैन अहिले बिहानदेखिको बिहान 4 बजीदेखिको बेलुका 5 बजीसम्म चाहिँ काम गर्छु 5 बजीपछि चाहिँ मलाई आफ्नो समय चाहिन्छ घुमफिर यताउति 1 घन्टा यसो अघि नै हिँड्नुहुन्छ तपाईँ आउनुहुन्छ ए मजाले साथीभाइ टक्क बस्ने खाने त्यसपछि बस भोलिपल्ट फ्रेस हुने त्यहाँ साथीभाइ बस्ने खाने होइन कहाँ ए सब जक्सन छ नि हाम्रो यो डक्टर टोली छन् लाउरे टोली छन् अनि एउटा तपाईँले पो छोड्नु भयो सबै थोक अब फिट हुनुहुन्छ तपाईँ फिट हुनुहुन्छ पल्टनमा खाएर पनि बाहिर आएर फेरि पल्टनै शिवलाई त कमाना रहनु भयो तपाईँ यिनीहरूको टाइम टेबल ट्याक्कै यतिखेर खोज्छन् अहिले ठ्याक्कै अब ल आओ भन्ने बित्तिकै गुरु आइहाल्छ पछि आइहाल्छ नि ल जौसालाई बधाई छ राम्रो काम गर्नुभएको मेरो नजिकै बस्नुभएको खुसी लाग्छ मलाई थ्याङ्क यू ल अब यो गफ मात्रै होइन क्या मेरो चिजै अर्ग्यानिक हुन्छ अनि त्यो भएर अरूलाई उनी गर्नु पर्दैन क्या सबै चिज अर्ग्यानिक हो सबै चिज अर्ग्यानिक ल बाह्र अहिले 39 कता ल्याउनु अरे 39 खान दाना पानी पनि खर्च त टन्नै हुन्छ होला नि हुन्छ नि कहाँ अनि पैसा लिएर अब पाइन्छ त नि अनि हुन नसके त अनि छोरालाई टिक्रा नलाइदिकन सिपाही हुन्छ त्यस्तै हो यसलाई पनि दरो खुवाएपछि अनि मासु भरिन्छन् अब तरकारी हेर्नुहोस् अब मकै अब त्यतिकै हुन्छ अब यहाँ 3-4 रोपनीमा मकै छरे रोपेको छु 3-4 रोपनीमा कहाँ ए तल कति छ तरकारी अब यी घुटुटु अब यी लसुन हेर्नुहोस् कस्ता छन् मान्छेले उखेल्दा नआउने खाले छन् लसुन सिजनका सबै साग अहिले त मैले यस्तो जानिसकेँ कृषि गर्न कि आफ्नो तरिकालाई के यो धेरै फाइदा खाएर रोग आउनु हुन्न कि अर्ग्यानिक खानलाई कि ठाकुर जमसाको चाहिँ आज बाख्रा ल्याएर आएर मैले चाहिँ सानो एउटा क्लिप बनाएँ त थ्याङ्क यू नमस्ते सबैमा